जापानको राजधानी टोकियोबाट नजिकै रहेको योकोसुकाको सारुसीमा टापुमा 2025 अप्रिल 27 तारिक आइतबार एक फरक बसाइरह्यो। नेपाली साहित्यलाई माया गर्ने साहित्यकारहरूको विशेष जमघटमा करिब 60 जना नेपालीहरूको सक्रिय सहभागितामा समुद्र माथिको साहित्यिक यात्रा निकै रमाइलो बन्यो। महासागरको माथि कुदिरहेको पानी जहाजमा चढेर कसैले रचना वाचन गर्न भ्याए त कसैले त्यो रोमाञ्चक दृश्यहरू आफ्नो मोबाइलमा गजबले कैद गरे। यो यात्राको चाँजो पाँजो मिलाएको थियो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनिसास जापान च्याप्टरले। यो पानी जहाज जापानिज भाषामा फुने भन्छ। हामी फुने पानी जहाज चढेर अहिले यो टापु सारुसीमा टापु, सारु भनेको जापानी भाषामा बाँदर र सीमा टापु, त्यसैले बाँदरको टापु भनेर चिनेको रहेछ। त्यो ठाउँमा चाहिँ हामी घुम्नका लागि अधिकांश नेपाली लगभग 50 जना नेपाली दाजुभाइ दिदीबहिनीहरू छौँ। आज त्यहाँ विशेषमा हामी एकदम घुम्नका लागि जाँदैछौँ। त्यहाँ एकदम यो पुणेबाट यो पानी जहाजबाट यो दृश्य कैद गरिरहेको छु। ए ल एकदम अलिअलि हावा पनि चलिरहेको छ, एकदम रमाइलो छ। सबैजना यता आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, नेपालीहरू पनि हुनुहुन्छ, जापानिज गायकहरू, विदेशीहरू सबैजना हुनुहुन्छ। सबैलाई हामी विशेष एकदम रमाइलो छ। एकदम यो प्रशान्त महासागर छ। प्रशान्त महासागरको यो महासागरको माथिबाट पुणेमा चढेर हामी रमाइलो यात्रामा छौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले आयोजना गरेको यो विशेष कार्यक्रम समुद्रमाथि साहित्यिक यात्रा, यो विशेष कार्यक्रमका लागि हामी यहाँ आइपुगेका हौँ। सबैजना हुनुहुन्छ यहाँ, सबैजना हुनुहुन्छ है। हामी सबैजना साथीहरू, हाम्रो नेपाली साथीहरू पनि हुनुहुन्छ। यहाँ रमाइलो चाहिँ चलिरहेछ है। ल के छ आरामले सरी पुरै लाइभमा होइन, लाइभ खोल्दा नि पछि सबैलाई एकदम रमाइलो छ। नेपाली हाम्रो सबैजना हुनुहुन्छ है। ल एकदम ल एकदम उत्कृष्ट रमाइलो। यात्रामा छौँ है आज। ल अब माथि टापुमा, बाँदरको टापु होइन, सारुसीमा टापुमा जाँदैछौँ है, बाँदरको टापुतिर अहिले। अविस्मरणीय यो यात्रामा सारुसीमा टापुमा बसेर साहित्यकारहरूले आफ्ना रचना सुनाए।
सधैँ जापानिज भाषामा दैनिक गरिरहेका नेपालीहरूले नेपाली भाषामा रचना सुनाउँदा माहौल निकै रोमाञ्चक बन्यो। टापुमा घुम्न आएका जापानिजहरू पनि नेपालीले गरेको त्यो रमाइलो गजबले हेरिरहेका थिए। मौसम निकै खुलेको थियो। सेलरोटी, अचार, जेरी र चटपटेको स्वादले साहित्यकारहरूको रचनामा झन् मिठास थपिरहेको थियो। बेला बेलामा आउने हावाको झक्काले यस्तो लागिरहेको थियो कि गजलकारहरूको गजलमा सङ्गीत भरिरहेको छ। टापुमा बसेर साहित्यकारहरूले यसरी रचना सुनाएका थिए। सेलरोटी चटपटे अचार, सेलरोटी चटपटे अचार खाउँला भनिथ्यौ, सेलरोटी चटपटे अचार खाउँला भनिथ्यौ, खुने माथि चढेर सँगै जाउँला भनिथ्यौ, सेलरोटी अचार चटपटे खाउँला भनिथ्यौ, खुनी माथि बसेर सँगसँगै जाउँला भनिथ्यौ। खै आज त कता आफै बेपत्ता भइछौ, खै आज त आफै कता बेपत्ता भइछौ, सँगै सँगै सारुसीमा जाउला भनिथ्यौ, सँगै सँगै सारुसीमा जाउला भनिथ्यौ। निकै सुन्दर एक फूल बारी, जहाँ मिली बस्छन् पुरुष र नारी, जहाँ मिली बस्छन् पुरुष र नारी। सहे दुःख कष्ट मिल्छ बगन सँगै, सहे दुःख कष्ट मिल्छ बगन सँगै। किन हुनु पर्यो खोला वारी पारी, किन हुनु पर्यो खोला वारी पारी। आकाशमा बादल मडारिएर आएको छ, आज आकाशमा बादल मडारिएर आएको छ, हावाले पनि आफ्नो गति बढाएको छ। आज आकाशमा बादल मडारिएर आएको छ, हावाले पनि आफ्नो गति बढाएको छ। लाग्दैछ केही अनिष्ट हुने संकेत हो, लाग्दैछ केही अनिष्ट हुने संकेत हो। सूर्यले समुद्र तताएर बाफ उडाएको छ, सूर्यले समुद्र तताएर बाफ उडाएको छ। फर्किन्छु भन्दै आएको वर्षौं भएछ, अरुणजी छिट्टै फर्किन्छु भन्दै आएको वर्षौं भएछ, हिँडोसँग गुन्द्रुक नखाएको वर्षौं भएछ। छिट्टै फर्किन्छु भन्दै आएको वर्षौं भएछ, हिँडोसँग गुन्द्रुक नखाएको वर्षौं भएछ। अत्यास मानिछन् आमाले फर्की मात्रै भन्छन्, अत्यास मानिछन् आमाले फर्की मात्रै भन्छन्। कहिले भेटौँ काँदेको बाटो वर्षौं भएछ। त्यो सम्मके फुल खोइ कहाँ कहाँबाट, मुटुदेखि मुटुसम्मके फुल खोइ कहाँ कहाँबाट। झ्याल ढोका सबै बन्दै थियो त्यहाँ त, झ्याल ढोका सबै बन्दै थियो त्यहाँ त। आइरहन्छन् यादहरूको हुल खोइ कहाँ कहाँबाट, आइरहन्छन् यादहरूको हुल खोइ कहाँ कहाँबाट।